हेलो नमस्ते सबैजनालाई। मेरोमा चाहिँ सानोबडे डेरी मिल्क थियो र यसको चाहिँ म कुल्फी बनाएर खिलाउँछु नानीहरूलाई, भाइ बहिनीलाई, सानो भाइ बहिनीहरूलाई भनेर सोचिरहेको थिएँ। उनीहरूले चाहिँ मलाई भिडियो बनाउँदा धेरैभन्दा धेरै हेल्प गर्छ। भिडियोमा यस्तो बनाउँ न ल भन्ने बित्तिकै हुन्छ भनेर आइदिन्छ हो। अनि उनीहरूको लागि चाहिँ म आज कुल्फी बनाउँदैछु। यहाँनिर सानोबडे स्पुन छ मेरोमा। त्यो स्पुनको चाहिँ 6 स्पुन लगाएँ मैले चिनी र चिनी एड गरेर म त्यसमा दुधहरू अनि हर्लिक्सहरू के लगाएर चाहिँ म कुल्फी बनाएर खुवाउँछु। मेरो भिडियो हेर्दै गर्नुहोस् है। मैले चिनी लगाइसकेपछि यसरी एउटा अमुल दुधको प्याकेट लिएको थिएँ अनि त्यसलाई काटेर म यो दुध एड गर्छु। दुध लगाएर चाहिँ अनि यसलाई धेरैभन्दा धेरै उमालेर गाढा बनाउनुपर्छ साथीहरू। अनि यो चाहिँ मेरो आफ्नो स्टाइल हो होइन। अब कसरी बनाउँछ कुल्फी त्यो चाहिँ मलाई थाहा छैन। अनि त्यसमा चाहिँ नानीहरूको खुसीको लागि अनि त्यो हेल्प गर्छ भनेर चाहिँ मैले आफै सोचेर यसरी दुध चाहिँ ल्याएर आफ्नै स्टाइलले बनाउँदैछु। अनि कसरी बनाउँछ कुल्फी आइको डोन्ट नो, इङ्ग्लिस फेरि खत्रै छ अनि मलाई थाहा छैन। सो कसरी बनाउँछ म यसरी नै बनाउँछु। मैले चाहिँ अनि ससपेनमा खनिसकेर चाहिँ अनि ग्यासमा टेकाइदिएँ। अनि मेरोमा भएको एउटा डेरी मिल्क चाहिँ यसरी मैले फाडेँ हो, मतलब खोलेपछि चाहिँ अनि सानो सानो टुक्रा गर्दै मैले त्यो दुधमा हालेँ हो। दुधमा हालेपछि चाहिँ अनि त्यो सानो टुक्रा गर्दै मैले हालेको थिएँ नि त। हालेपछि अनि सानोबडे चाहिँ खानु पऱ्यो भनेर मैले मेरो मुखमा पनि सानोबडे टुक्रा हालेँ हो। हालेपछि चाहिँ अनि मैले दुधमा हेरेँ र यसरी चम्ची निकालेर चलाएँ त दुधलाई चलाउँदा चक्लेट मुनिबाट टाँसेकोले गर्दा चाहिँ पुरा फिट्नु साह्रो परेको थियो। अनि मैले चम्चीले मजाले फिर्दै थिएँ। त्यसलाई अलि टाँसिँदै थियो चिनी र त्यो डेरी मिल्कबाट चाहिँ टाँसियो त ससपेनको त्यो मुनिबाट। अन्त गर्दा कसले कसरी बनाउनु थाहा छैन, यो चाहिँ मेरो स्टाइल हो। अब अरूले कसरी बनाउँछ कुल्फी मलाई थाहा छैन, यो चाहिँ मेरो आफ्नो स्टाइल हो। अनि यसमा चाहिँ मैले चिनी र चक्लेट हालेर घोल्दाखेरि चाहिँ अलिकति कलर अर्कै आयो। अनि कलर अर्कै आएपछि चाहिँ मैले यसलाई पुरा पकाएर गाढा बनाएँ हो। गाढा भएपछि चाहिँ अनि यसो सोचेँ हर्लिक्स पनि अलिकति लगाइदिन्छु। हर्लिक्स मैले किन लगाएको भन्दाखेरि चाहिँ दुधलाई चाहिँ अलिक गाढा होस् भनेर। अनि यसलाई पकाएर मैले भक्कु दुध थियो अनि यसलाई पकाएर अलिकति बनाएँ। अनि बनेपछि चाहिँ यसमा मैले गाईको दुध पनि एड गरेको थिएँ। अनि पकाएर सेलाएपछि चाहिँ यसरी मैले यो घोलेर त्यो क्रिमहरू निकाल्छ के गर्छन् यसको नाम थाहा छैन, बेटर हो कि के हो पनि के भन्छ यसलाई। अनि यसले चाहिँ घोलेर मैले अलिकति जान्छ गाढा होस् भनेर यसलाई फिस निकालेर चाहिँ मजाले फिस निक्लिनु पऱ्यो। घोलेर यसलाई मैले फिटे अनि अलिकति बाक्लो होस् भनेर चाहिँ पुरै फिर्दैछु म यसलाई। फिटेको गरेँ। बिचरा नानीहरू मलाई कति धेरै हेल्प गर्छ अनि माया पनि लाग्छ। जे भने पनि मान्छ अब जस्तै रोल गर्नु न भन्दा पनि मान्छ, उनीहरू इन्ट्रेस्ट गर्छ। अनि उनीहरूको खुसीको लागि चाहिँ मैले यस्तो गरेको हो। अनि उनीहरूले मलाई धेरै साथ दिन्छ, माया पनि लाग्छ हो कस्तो हुन्छ उनीहरूले भन्छ। अनि मैले यसरी चाहिँ अलरेडी नै पहिला नै बाँसको डन्ठाको चाहिँ यसरी स्टिक बनाइरहेको थिएँ। अनि यो चाहिँ कुल्फीमा हाल्नु भनेर मेरोमा चाहिँ उयो थिएन, प्लास्टिकको जुन चाहिँ आइसक्रिमहरू बनाउँछ त्यो डब्बा थिएन, बाटी थिएन। र यो चाहिँ कफी बनाउँछ नि कफी ग्लास थियो नि त, कफी कप थियो मेरोमा, त्यो पनि पहिल्यै ल्याएको थिएँ। त्यसमै हालेर चाहिँ बनाउँछु भनेर मैले यसमै रेडी गरेँ। अनि मैले चाहिँ यो कफी कपमा के लगाइसकेँ त्यो आइसक्रिम पनि यसलाई त कुल्फी भन्छ, कुल्फीको बटर छाडिसकेको थियो। अनि यसरी स्टिक हालेपछि चाहिँ त्यो जामेपछि निकालेर खानु सजिलो हुन्छ भनेर चाहिँ मैले हालिसकेको छु साथीहरू। अनि हालेर अब फ्रिजरमा राख्नु पऱ्यो भनेर चाहिँ यसलाई रेडी गरिसकेँ। अनि अब फ्रिजरमा राख्नु जाँदैछु। यो चाहिँ हिजोको भिडियो हो नि त र आजको भिडियो फेरि एकछिनबाट यहाँनिर एड गर्छु। यो चाहिँ लाइट हो, राति भइसकेको थियो। यो लाइट लगाएर चाहिँ मैले भिडियो बनाउँदै थिएँ। अनि म फ्रिजरमा राख्दैछु। यो लाइटले चाहिँ धेरै राम्रो क्वालिटी दिन्छ। अनुहारमा राम्रो क्वालिटी नपाए पनि यो यस्तो सामनेमा चाहिँ धेरै राम्रो क्वालिटी दिन्छ क्या त, राम्रो देख्छ भिडियो बनाउँदा। बच्चा पार्टीहरू आइसकेको छ आइसक्रिम खानु लागि। फुटु लुक्दैछ आइसक्रिम को खाने तिमीहरू खान नखाने आइसक्रिम बच्चा पार्टीहरू आइसकेको थियो। बिहानखेरि मैले बोलाएको थिएँ नि त। अनि लाइट गएर चाहिँ यो कुल्फी पनि जामिनु पाएन थियो त। अनि तर पनि नानीहरू हो नि त नि पुरा अब उनीहरूलाई चाहिँ छिटो कहिले खम भइरहेको हुन्छ नि त। अनि अगाडि पछाडि भएको हल्ला गरेको दुईजना नानीलाई त मैले त कुटेरै लो यस्तै नजामेरै खाएर जा भनेर चाहिँ मैले खेदिदिएँ हो। अनि बिचरा बहिनीहरू चाहिँ जामेरै खाने, दिदी जामेरै खाने भन्ने थियो। र अनि मैले चाहिँ कति धेरै राखेको थिएँ नि त, यो मात्रै जामेछ कि निकाल्दा पनि ननिक्लेर हो। अनि अरू चाहिँ हल्का मात्रै जामेको थियो। अनि उनीहरूलाई यति नै खाएर जाऊ है भनेको त हुन्छ अरे। अनि मैले यिनीहरूलाई सबैलाई दिइसकेँ आइसक्रिम दिएर। अनि मैले कस्तो छ नानीहरू आइसक्रिम कस्तो लाग्यो कुल्फी भनेको त दामी अझै बनाएर खाउँ।